नमस्कार, छोटकरी समाचारमा तपाईलाई स्वागत छ। आज दिनभरिका मुख्य समाचारहरू लिएर उपस्थित छु म ललिता गजमेर। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब सुरु गरौँ आज दिनभरिका मुख्य समाचारहरू। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङद्वारा मेरम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आग्रह। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिन शेर्पाले विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र विभिन्न माग पूरा गर्नुपर्ने बताए। बिरामी भन्दै काठमाडौँ हिँडेकी मध्य प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा गराइन् शपथ ग्रहण। मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै मध्य प्रदेशका कांग्रेस सहितका 7 दलका नेता तथा कार्यकर्ताद्वारा मुख्यमन्त्रीको कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनालद्वारा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मितालाई होटेलमा समाप्त पारेको आरोप लगाए। रासोपाका प्रवक्ता मनिष झाद्वारा प्रदेश प्रमुख भण्डारीले राति अबेर हिँडेर गोप्य रूपमा शपथ ग्रहण गराएको कार्यलाई देश संविधान र प्रदेशको अस्मिता समाप्त पार्ने कदमको रूपमा चित्रण। कांग्रेसका मुख्यमन्त्री विश्व प्रकाश शर्माले मध्य प्रदेशका मुख्यमन्त्री नियुक्तिको विषय अराजनीतिक र दुखद भएको टिप्पणी गर्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सक्ने घटना निन्दनीय भएको बताए। संविधानको धारा 168(2) को सरकार बन्ने सम्भावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत र दल र बहुमत प्रदेश सभाका सदस्यको मागमा न्यायालयले सच्याउने उनको अपेक्षा व्यक्त। प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री कञ्चन बिच्छा मध्य प्रदेशमा मन्त्रीमा नियुक्त। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनद्वारा यस कार्यलाई अनुशासनको उल्लङ्घन भन्दै सरकारबाट फिर्ता हुन निर्देशन। नेपाली कांग्रेसका मध्य प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवद्वारा मध्य प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेको इसारामा संविधान र प्रदेश संरचनामाथि प्रहार गरेको आरोप। एमालेकै कारण देश सखा भएको भन्दै मधेसलाई थप सखा पार्न खोजिएको उनको भनाई। कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिन्ह चिम रहने सहमति। पूर्व सचिव अनुप कुमार उपाध्यायको संयोजकत्वमा 51 सदस्यीय केन्द्रीय कमिटी गठन गरी निर्वाचन आयोगमा दर्ता। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश घरेलले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताए। समाज र मुलुकको यथार्थमा आधारित चलचित्र मार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेको चलचित्र कर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाई। जनमत पार्टीका अध्यक्ष सीके राउतद्वारा मध्य प्रदेशलाई पूर्ण स्वायत्तता घोषणा गरी आफ्नै सरकार बनाउनु पर्ने माग। राउतले नेपाली शासकहरूले मधेसमाथि दमन गरेको आरोप लगाउँदै स्वायत्तताको आन्दोलन आवश्यक रहेको बताए। केही विद्यार्थी नेताहरूले बार्गेनिङ गरेको आरोप लगाउँदै कीर्तिपुर निर्माण व्यवसायी संघद्वारा त्रिभुवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग। त्रिविका रेक्टर र उपकुलपतिद्वारा विद्यार्थी र निर्माण व्यवसायी संघको छलफलमा समाधान खोज्ने प्रतिबद्धता। 2 दिनदेखि मोरङको रङ्गेलीमा भारतबाट हुन्डार ब्वाँसो देखिएको हल्ला चलेपछि स्थानीयमा त्रास। डिभिजन वन कार्यालय मोरङद्वारा अहिलेसम्म हुन्डार नभेटिएको जनाउँदै सतर्कता अपनाउन र बालबालिकालाई एक्लै नछाड्न आग्रह। नेकपा एमालेबाट निष्कासनमा परेका नेता मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने। विश्व भोकमरी सूचाङ्क 2025 अनुसार नेपालमा भोकमरीको अवस्था सुधार। सूचाङ्क अनुसार नेपाल 123 देशमध्ये 72औं स्थानमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको एक सडक स्तर उन्नति ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर र निर्माण व्यवसायी सहित 8 जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर। उनीहरूले मिलेमतो गरी 55,89,063 रुपैयाँ 6 पैसा गैरकानुनी रूपमा हिनामिना गरेको आरोप। क्विटो इक्वेडरको दक्षिण पश्चिमी सहर मचाला स्थित जेलमा आइतबार भएको हिंसात्मक दंगामा कम्तीमा 31 जना कैदीको मृत्यु। घटना लागू औषध तस्करी गिरोहबीचको अन्तर्द्वन्द्व र जेल स्थानान्तरण योजनासँग सम्बन्धित हुन सक्ने अनुमान। इन्डोनेसियाका दिवंगत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तो सोमबार आयोजित विशेष समारोह मार्फत राष्ट्रिय नायकको रूपमा घोषणा। उनको मानवाधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविद विरुद्धको तीव्र विरोध हुँदाहुँदै पनि सरकारको निर्णय अनुसार उनलाई राष्ट्रका नायकहरूको सूचीमा समावेश।
धुर्मुसुन्दली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा करिब 60 करोड बराबरको काम गरेको सरकारी मूल्याङ्कन रिपोर्ट तयार। र नेपाली महिला क्रिकेट टोलीले नोभेम्बर 23 देखि 19 सम्म भारतका विभिन्न घरेलु टोलीसँग मैत्रीपूर्ण टी20 खेल खेल्ने। छोटकरी समाचार अहिलेलाई यति नै। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनु भएकोमा धन्यवाद। तपाईका गाउँठाउँका जुनसुकै खालका समस्या गुनासो र कुनै पनि समाचार प्रसारण गर्नु परेमा छोटकरी नेपाली जुनसुकै प्लेटफर्ममा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। ताजा समाचार सुन्न र हेर्न छोटकरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुका साथै हाम्रा सबै सोशल मिडियाहरूलाई फलो गर्न अनि तपाईका सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। नमस्कार।